यो छेपारोको कुरा सुन्नुस् ल। यो पार्टी त यसै पनि देशको 1 नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन। कसैले रोक्न सक्दैन। यो 1 नम्बर पार्टी त भयो अब यो छेपारो 10 वर्ष पहिला बोलेको सुन्नु होला। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। अब ताली बजाउने नबजाउने तपाईहरुको जिम्मा। अब यस्ता मान्छेहरुको पछि लाग्ने नलाग्ने तपाईहरुको जिम्मा। अब यस्ता मान्छेहरुको झोले बन्ने नबन्ने तपाईहरुको जिम्मा। के तपाईहरुलाई अझै पनि लाग्छ यिनीहरुले हाम्रो देशको लागि हामी जनताको लागि राजनीति गरेको छ भनेर? के तपाईहरुलाई अझै पनि लाग्छ यिनीहरुले हाम्रो देश स्वर्ग बनाउँछ भनेर? के तपाईहरुलाई अझै पनि लाग्छ यस्ता पात्रहरुले हाम्रो देशमै रोजगारी सिर्जना गर्छ भनेर? अब त भ्रममा नपर्नुस्। अब त आँखा खोल्नुस्। यिनीहरुले न हाम्रो देशको लागि राजनीति गरेको थियो, न यिनीहरुले हामी जस्तो जनताको लागि राजनीति गरेको, न हामी जस्तो युवाहरूको लागि राजनीति गरेको। अब झोला फ्याक्नुस्। अब निन्द्राबाट बिउजिनुस् र स्वतन्त्र नागरिक हुने प्रयास गर्नुस्। स्वतन्त्र नागरिक भएर हेर्नुस् अब एकचोटी यिनीहरुले साच्चीकै देशको लागि राजनीति गरेको हो या यिनीहरुको आफन्तको लागि, यिनीहरुको आफ्नो लागि र यिनीहरुको सन्तानको लागि राजनीति गरेको हो? तपाईहरुले छर्लङ्ग छुट्याउनुहुन्छ।